धेरै वर्षदेखि नेपाली समाज एउटा अदृश्य मानसिक जालमा बाँधिएको छ। हामीले बारम्बार एउटै कुरा दोहोर्याउँदै आयौं, नेपाल बिग्रियो, यहाँ केही हुँदैन, भविष्य विदेशमै छ। यी शब्दहरू केवल गुनासो होइनन्, यी हाम्रो सोच बन्यो। र जब सोच नै नकारात्मक हुन्छ, त्यही सोचले हाम्रो निर्णय, हाम्रो व्यवहार र अन्ततः हाम्रो भविष्य निर्धारण गर्न थाल्छ। यही एउटा गहिरो सत्य लुकेको छ। देशको अवस्था केवल नेताहरूले होइन, नागरिकहरूको सोचले पनि निर्धारण गर्छ। मनोविज्ञान र दर्शनमा एउटा शक्तिशाली अवधारणा छ, ल अफ एट्र्याक्सन। यसको अर्थ के हो भने हामी जुन कुरा निरन्तर सोचिरहेका हुन्छौँ त्यो कुरा हाम्रो जीवनमा आकर्षित हुन थाल्छ। यदि हामी सधैँ असफलता, डर र निराशाको बारेमा सोचिरहेका छौँ भने हामीले गर्ने कामहरू पनि त्यही दिशामा जान्छन्। तर यदि हामी सम्भावना, सफलता र परिवर्तनको सोच राख्छौँ भने हाम्रो ऊर्जा, हाम्रो व्यवहार र हाम्रो परिणाम पनि बदलिन्छ। अब एउटा गहिरो प्रश्न, के यो सिद्धान्त देशमा लागू हुन्छ? उत्तर हो, अवश्य हुन्छ। देश भनेको के हो? देश भनेको भूगोल मात्र होइन, त्यो त्यहाँ बस्ने करोडौं मानिसहरूको सामूहिक सोच हो। यदि नागरिकहरू नै निराश छन् भने देश कहिल्यै समृद्ध हुन सक्दैन। तर यदि नागरिकहरूले हामी सक्छौँ भन्ने विश्वास राखे भने त्यसले परिवर्तनको आधार तयार गर्छ। आज नेपालको युवा पुस्ता एउटा नयाँ मोडमा उभिएको छ। अब उनीहरू केवल गुनासो गर्ने अवस्थामा छैनन्, उनीहरू परिवर्तन चाहन्छन्। तर परिवर्तन केवल नाराले हुँदैन, परिवर्तन सोचबाट सुरु हुन्छ। यदि हामीले अझै पनि नेपालमा केही हुँदैन भन्ने सोच राख्यौँ भने कुनै पनि योजना सफल हुँदैन। तर यदि हामी आफै देश बनाउँछौँ भन्ने सोच ल्यायौँ भने त्यो नै सबैभन्दा ठुलो क्रान्ति हुनेछ। कल्पना गर्नुहोस्, यदि लाखौं नेपाली युवाले आजबाट निर्णय गरे कि हामी सकारात्मक सोच राख्छौँ, हामी समाधान खोज्छौँ, हामी देशमै अवसर सिर्जना गर्छौँ, त्यसले कस्तो ऊर्जा सिर्जना गर्छ। त्यो केवल व्यक्तिगत परिवर्तन होइन, त्यो राष्ट्रिय परिवर्तनको सुरुवात हुन्छ। यही नै ल अफ एट्र्याक्सनको सामूहिक शक्ति हो, जहाँ एउटा समाजले आफ्नो भविष्य पहिले आफ्नो दिमागमा निर्माण गर्छ। तर एउटा कुरा स्पष्ट हुनुपर्छ, केवल सोच मात्र पर्याप्त छैन। सोचले दिशा दिन्छ तर कामले परिणाम दिन्छ। त्यसैले सकारात्मक सोचसँगै सकारात्मक कार्य आवश्यक छ। यदि हामीले राम्रो नेपालको कल्पना गर्यौँ भने हामीले त्यसका लागि मेहनत गर्नुपर्छ, सिप सिक्नुपर्छ, जिम्मेवारी लिनुपर्छ। आजको सन्देश स्पष्ट छ, देश बदल्न चाहन्छौँ भने पहिले सोच बदल्नुपर्छ, निराशा हटाउनुपर्छ, सम्भावना देख्नुपर्छ र गुनासो होइन समाधान खोज्नुपर्छ। किनकि अन्ततः नेपालको भविष्य संसदमा मात्र तय हुँदैन, त्यो प्रत्येक नेपालीको दिमागमा तय हुन्छ। अन्त्यमा एउटा सन्देश, सोच बदलियो भने भविष्य बदलिन्छ, भविष्य बदलियो भने देश बदलिन्छ। धन्यवाद।